ओके सो तिमीहरूसँग केही स्किल्स छ कि छैन हामी त्यही गर आई डोन्ट नो तिमीहरूलाई थाहा थियो कि थाहा थिएन मलाई थाहा छैन तर हामी चाहिँ त्यही अब तिमीहरूसँग केही स्किल्स छ गाना गाउने या नाच्ने या के गर्ने होइन स्किल्स छ कि छैन सो स्किल्स छ भने हामी चाहिँ के गर्दैछौँ 2000 नेपाल 2000 जसले स्किल्स राम्रो देखायो हो रहेछ अलिकति भन्ने खालको हामीलाई 2000 डिजर्भिङ जस्तो लाग्यो हामी 2000 दिन्छौँ अनि प्लस लास्टमा जसले हाम्रो जितेको छ त्यो मध्ये एउटालाई फेरि अर्को 5K विनरलाई त्यो मध्येको विनरलाई चाहिँ 5K सो केही छ हामीसँग केटाहरू केही छ हामीसँग केटाहरू म त यस्तो सिङ्गिङ हान्छु ल हजुरलाई भयो भने पैसाको लागि हैन तपाईको लागि चाहिँ हान्छु के म तर कला हो त के खतरा हो सिङ्गिङमा नै नै अलिअलि गाउँछु हो एकचोटि सुनिन्छ एकचोटि 1 2 3 गो फर्की नहेर मलाई फर्की नहेर मलाई नाइ होइन ठिक छ गाउँ म पुछिदिउँला आकाशको बादलमा ए अब आफैले लिरिक्सहरू बनाइदिएर त अनि जबरजस्ती अब आकाशको खोइ के नेक्स्ट टाइम राम्ररी बस नाइस बुथुरीहरू लो बुथुरी कताबाट ओ वाउ म नेपालदेखि हो नि नेपाल कुन ठाउँबाट म स्याङ्जादेखि हो नि स्याङ्जाले गाइस दुश्मन भेला परो कम्पिटिटर भेला परो कम्पिटिसन भयो है अब गाना के छ दाइ के छ हौ तपाईले त काममा गाना के छ गिटार छ हातमा भने चाहिँ गाना मिठो स्वर गाना केही बच्च जस्तो मलाई लागिरहेछ आउँदैन नि दाइ गिटार चाहिँ अलिअलि बजाउँछु कि तर गानै गाउन आउँदैन ए हो गिटार पनि फेरि उत्यो वाला भन्छ दामी हुन्छ नि आउँदैन दाइ त्यस्तो आउँदैन हामी चाहिँ फेरि त्यो लेभलको खोज्दै हिँड्दैछौँ नि ल गाइज ल केटा कताबाट के छ झापा कताबाट बिर्तामोडको केटाहरू चाहिँ फेरि टन्नै भेट्दो रहेछ है बिर्तामोडको केटाहरू मैले ओभर धुला खाएको ठाउँ बिर्तामोड एक्स मर्यो मेरो मर्यो के हो मरोस् नि मलाई चाहिँ फेरि मलाई चाहिँ केटाहरू झापा बिर्तामोड भन्ने बित्तिकै मलाई चाहिँ फेरि होइन झापा जानु जुनै ठाउँ अझै झन् बिर्तामोड भन्ने बित्तिकै म त भाइ मनमा हानिहाल्छ होइन केटा हो म बिर्तामोड बसेको ठाउँ हो आन्टीको घर भएको ठाउँ हो मेरो भाइहरू छ मेरो केटाहरू छ तिमीहरूसँग केही कला छ यहाँ कला छ कोही गाउने ओर्ने केही छ के गाउनु गाउनु न एउटा म गाउने होइन हामी चाहिँ त्यस्तै खोज्दै हिँड्दैछौँ हल्का फ्रीस्टाइल जाओस् न अहिले आएन फ्रिस्टाइल अहिले होइन केटाहरू कोही गाउने छ भने अहिले त भाइहरूले भन्दा पनि मान्नुहुन्न हामी त छिमेकी हो नि त अनि तपाईँ टिएमएटी भन्नुभयो होइन तपाईँले अहिलेको लागि मलाई बङ्गला फ्लिस्टर मात्रै आउँछ आमाहरू बाडी घर पछाडि दोकान अगाडि भाइ केही गर्दैन त यार भाइ आज के गाना साना गाउने के उल्का केही त गर्दैन यार भाइ कुन गाइदिनु भन्नु दाइ खतरा हो तिम्रो खतरा हो स्वरमा खतरा कुन ठाउँबाट किन झापा कुन गाइदिनु झापा दाइ काकर भिटा काकर भिटाबाट होइन होला हो दाइ काकर भिटा भाइ त गाना गाइदे भाइ दामी गाना गाइदे भाइ काकर भिटाको नाम राख्दै आज काकर भिटाको नाम राख्दै भाइ काकर भिटाको नाम किनकि मेरो कानीको कसैलाई मद्दत नगरेन लागे म फरक बाटोमा त्यो त गाउनु पाएन नि त भाइ त्यो त भिडियोको मतलब लागेन कस्तो नरुकेको भाइ रुकिन इज्जत गर भेट्ला मेरो ग्याङ छ नेपाल भरि भाइ तैँले यार अति गरिस् यार एक करोड रोकिँदैन यार के गर्दा पनि रोकिँदैन यार के छ ब्रदर हामी कताबाट हो तपाईँ झापाली ब्रदर हो है हो नि म हो त कताबाट एउटा ऱ्याप ल मलाई ऱ्याप भन्यो क्या म चाहिँ कसले ऱ्याप हान्छ कसले गाना गाउँछ भन्दै खोज्दै हिँडेको हो क्या
ए दाइ तपाईँ ल्याङ गर्नु न, तपाईँको सब भिडियो हेर्छु यार। अनि त्यही त मेरो भिडियो हेर्छ भने थाहा हुनु पर्ने होइन त, अहिले ब्ल्याङ्कमा गाइहाल्नु पर्ने, क्योंकि तुम ही हो दिइहाल्नु पर्ने होइन त सबै भिडियो हेर्ने भने, लु दिनुपर्ने होइन त। दाइ अनि के छ, स्वर राम्रो छ, स्वर राम्रो छ, स्वर राम्रो छ हाम्रो। दामी छ दाइ तपाईँको स्वर। होइन हो मेरो भनेको होइन क्या भाइ, भनेको स्वर। तेरीमा चिनी चियापत्ती यो आयो फेरि तेरीमा राडा। यो त स्वर दामी छ कि जस्तो लाग्यो मलाई, स्वर दामी छ कि जस्तो लाग्यो, स्वर दामी छ कि जस्तो लाग्यो है मलाई चाहिँ। झापालिस दाइ तपाईँले नचिनेको होला त है। त्यही त, तर हामीसँग कला चाहिँ के छ त, म गाना सुनेको गाएको सुन्दै थिएँ। कला चाहिँ यसो हैन बिट बक्स छ दाइ यार, कला बिट बक्स छ अरे गाइस, बिट बक्स। ल टाउकोमा होइन न, टाउकोमा गन रहेछ भाइ, तेरो कला देखा। के कला देखाएछ भने बाँच्छ भनेको छ, अब कला देखाउनु पर्यो जेसुकै बिट बक्स जेसुकै। ल साउन्ड नै आएन क्या, त्यो साउन्ड तिम्रो मात्रै आयो, अरू केही आएन। तिम्रो त्यो जुन बिटको त्यो दाइ ल त्यस्तो भए म एउटा र्याप हान्दिन्छु नि। ल ल ल ल ऱ्याप हान्दै, ऱ्याप हान्दै। लेख्न पर्दैन यो गीत मेरो कलम नै साँची छ, तिम्रो हुन्छु भनिदेऊ कुर्न साँचो नि बाँकी छ। ए निमिसके आगो कसरी चलाऊ, मरिसकेका माया कसरी सघाउ, मुटुभित्र नाम कसरी भेटाउ, मुटुभित्र तिमी कसरी भेटाउ, भनिदेऊ म हराए एम लस्ट, भनिदेऊ म हराए एम लस्ट। के अझै पनि तिमी उसलाई सम्झिन्छौ, मेरो माग के पनि उसलाई पर्खिन्छौ, के अझै पनि निन्द्रामा पर्छिन्छौ, एउटा माग भने त्यो भने चस्किन्छौ, तर एक दिन नबस्यो सुत्नेछौ, उसको आँखामा हेर्दा मलाई देख्नेछौ, मेरो मायाको लागि मेरो मायाको त्याग चाक्दुसम्म बोला, तिम्रो मायाको रात तिमी आएर चिता राखिदिनु, मैले दिएको माया पनि कपिदिनु, तिमीलाई देखेर बिल्कुल जल्न सक्छ तिमी माया बालिदिनु, मेरो ओठुमा फेरि पुग्छ प्रतीक, हावामा सास पनि थुरे नजिक, शब्दको हातको गलतको चिच्चा त्यस्तै रहेछ कलिको प्रिज, मेरो मायाको किता सकिँदैछ, शब्द खरानी बनेर मेटिँदैछ, देखिँदैछ चल्लानी खुसी फेरि अर्को छुट्टी हामी भेटिँदैछ, खुसीदेऊ म हराए एम लस्ट, कलमले साँची छ, अलिअलि हान्दो रहेछ दाइले हान्दा के हो, दामी रहेछ त झुल त दामी छ त यार। गिटार गाना सुन्थ्यो, गाना सुन्थ्यो, गाना सुन्थ्यो, गाना सुन्थ्यो। ए सिक्किमको त होइन नि, सिक्किमको हो होइन दाइ, धरान धरान। ए धरान हो, ए ल ल ल ल ल धरान, धरान यो हाम्रो म्युजिसियनको भाइ गुण हो है धरान भनेको थियो। सबिन राई, जोन, पूर्ण राई, अरू पनि नाम लिन भाइ, हर्क साम्पाङ। ल ब्रो यो होइन अब मलाई अब साँच्चै अनेस्टली भन्नुपर्दा ठिकै हो, तर मेन चाहिँ त्यो कुरा होइन। मेन भनेको हामीलाई कसैले इन्टरटेन गराइदियोस् अलिकति भए पनि भन्ने थियो होइन। यो को दामी को खतरा कसले कस्तो बजायो भन्ने कुरो होइन होइन, यो चाहिँ म सबैलाई भनिदिन्छु। तर यतिको इन्टरटेन गरायो, हामी त्यही मान्छे पर्खिरहेको थियौँ, अहिलेसम्म भेटेको थिएन तर गरायो, मलाई खुसी लाग्यो ब्रो। ए ओके ओके ओके, त्यसो इन्स्टाग्राममा मलाई तिम्रो के अरे ब्याङ्क डिटेल अनि फोन नम्बर पठाइदियो है, नेम ब्याङ्क डिटेल फोन नम्बर पठाइदियो है, म पठाइदिन्छु नि भरे बिहानसम्ममा। ल 2000 ल ब्रो, टेक केयर, दामी। ल के हुँदै हो नि, आज पुरा ट्यालेन्ट हो, आज ट्यालेन्ट हो, के छ हामीसँग कलाहरू के छ?
कला छ त नि यहाँ हेर्नु न भित्रैभरि आफ्नो ह्यान्ड पेन्टिङ यहाँनिर कस्तो दामी दामी ला ह्यान्ड पेन्टिङ भन्दा नि के क्विक पेन्टिङहरू के आउँछ क्विक पेन्टिङ गीत गाएर सुनाइदिए क्या एउटा दामी ल गीत गाएर दामी ल गीत गाएर दामी सुन्दै म्याक कसम ल सुन्दै भाइ सुन्दै ल टाढा गएमा औँलाई नबिर्सिदेऊ न। त्यो मनभरिको माया भाइ रेस्पेक्ट गरे कि तर होइन दिउँसो गाउँदा चाहिँ बरु ठिक होला दिउँसो गाउँदा ठिक होला तर म एकदम इज्जत चाहिँ गरेँ एकदम रेस्पेक्ट गरेँ यो कन्फिडेन्टलाई माने र अलिकति कन्ट्रिब्युट गरेको इन्टरटेनमेन्टको लागि थ्याङ्क यू गुड लक यस्तो राम्ररी बोलेर आएर अनि कला केही छैन बुथुरी स्किप गरिहाल्नु पर्ने गाना गाउने नाच्ने एक्टिङ कसैको इम्प्रेसन त्यसो गरेर कसो होला हो त्यस्तो केही इम्प्रेसनहरू छ भने गर्दा हुन्छ दाइ म के गर्नु तपाईलाई के सुन्तली कस्तो हो त्यस्तो जे गर्दा नि हुन्छ त्यहाँ मतलब भएन तर एउटा केही इन्टरटेन चाहिँ गर्नु पर्यो ल नाच्दैन त एकचोटि चाहिँ नाच्दैन त ल के हो खतरा हो ब्रेक डान्स हो मोबाइल देऊ गीत बजाउन नाच्दिम भाइ यता उ त्यहाँ खोइ त भाइ यार गीत बजिरहेको भाइ यार भन्दा धेरै त मैले इन्टरटेन गर्दै के छ ब्रो नेपालबाट हामी हो नि ब्रो कहाँबाट हो हामी काठमाडौँबाट हो नि ब्रो यार काठमाडौँ के हुँदैछ हो काठमाडौँमा बालेन सरकारले दामी गरेको छ कि नराम्रो गरेको छ दामी भन्नुपर्छ त्यसलाई दामी भन्नुपर्छ दामी पहिलाको भन्दा 1% राम्रो नै त्यसलाई दामी भन्नुपर्छ हामीसँग को छ कोठामा को छ एक्लै हो कि अरू पनि कोही छ कोठामा मसँग गिटार छ भनेपछि गाना गाउने मान्छे हो के छ अवस्था गाना हो ल 2 3 गो कहिले त मेरो नजरले हेर आफूलाई छ जुनमा पनि दाग तर छैन तिमीमै जे छ मेरो सबै तेरे हवाले कर दिया शरीर को हर रंग तेरे हवाले कर दिया कस्तो लाग्यो दामी होइन यस्तो हो चिल गराउने सोच केटाहरूले ग्रुपमा भाइ गाइदियो भन्दा तिमी नै मेन मान्छे हो भन्ने त्यहाँ हो त्यस्तो खालको सोच छ क्या बुझेनौ अब त्यो हाम्रो अब जोन अब हेरो टाइपको अब त्यो त अब त्यो त आफै बुझिन्छ होइन अनेस्ट हुनुपर्छ तर इन्टरटेन गराउने मलाई यस्तै चाहिएको क्या एउटा कन्फिडेन्स इन्टरटेन गराउने आउने रमाइलो एउटा मुभमेन्ट क्रिएट होस् भोलिको दिन फर्केर हेर्दा अरे भन्ने खालको होस् न फर्केर हेर्दा यहाँ आएर हेर्दा होइन त त्यही भएर ल ब्रो हुनुभन्दा अगाडि त्यहाँबाट साइन अफ हुनुभन्दा अगाडि तपाईँलाई अझ एउटा गीत सुनाइदिन्छु न ल ल एउटा अझै सुन्दियो वान्स मोर सुन्दियो ल सुन्दियो मात्र गरिदिउँला तिम्रै हुँ म त तिम्रै रहला माया
धेरै टाढा छु म त बिर्सेको छैन हृदयमै छौ त तिमी नै अरू होइन थ्याङ्क यू है मनोरञ्जन भएकोमा सेन्ड मी द ब्याङ्क डिटेल्स नेम मेक स्योर फोन नम्बर चाहिँ होस् है ब्याङ्क डिटेल अनि फोन नम्बर है नेम ब्याङ्क डिटेल फोन नम्बर इन्स्टाग्राममा पठाऊ अनि आउ सेन्ड यू है भरे उठ्दाखेरि आइपुग्छ ल टेक केयर गुड लक है त राम्रो बस्छ छैन के छ ब्रो हामीसँग के छ कलाहरू के छ गाना साना गाउनेहरू के छ कताबाट हो एकछिन नाम चाहिँ सोध्दिउँ न रेडी भएर बस्नु आयो प्रायः जस्तो चाहिँ सबैजना गिटार बजाउने गाना गाउने हुँदो रहेछ तर स्टिल हामी भेदभाव गर्दैनौँ कसैलाई पनि हामी सबैलाई सम्मान गरेर सुन्छौँ तिम्रोमा मेरो लागि गलो तिम्रो मुटु मेरो लागि स्वर तिम्रो आँखा मेरो लागि ऐना हो तिमी मेरो जीवन हो सक्दिन म बाँच्न तिमी बाहेक रुकुनलाई चाहन्न म तिमीलाई हेर्न रुकु अङ्गालोमा तिमी मेरो जीवन हो तिमी मेरो जीवन हो एउटा अझै अर्को गाना सुन्दियो कस्तो हो यो माया भन्ने चिज थाहै नपाई बस्दो रहेछ नि कहाँबाट आउने होला फेरि कसले गाएको जिन्दगी हो तिमी बिना मरे जस्तै हुन्छु म त सधैँ जिन्दगी हो छुन खोज्छ मिठो मिठो स्पर्शको भोको सधैँ मायामा तारारारा 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 भाइ तिमीहरू घरमा हेर्दैछ टिभी कम्प्युटर सबै बुढाले भाइ परेको म भेटिदिन्छु भाइ परेको म भेटिदिन्छु दामी अहिलेसम्मको सबैभन्दा दामी रोचक है अहिलेसम्मको हुन त उता कम्पिटिटर्स पनि थिएन तर कम्पिटिसन गर्ने कोही थियो भने पनि ब्रो यो यसलाई चाहिँ जित्दैन अहिलेसम्म जे आउँदैछ यसलाई चाहिँ जित्दैन यसलाई चाहिँ गाह्रै हुन्छ जित्नलाई च्यानलहरू साउट आउट दिन मन छ आफ्नो च्यानल र पछि म हाल्छु भन्ने लाग्छ भने मान्छेलाई यहाँ लेख्देऊ यी देख्छ लेखेको होइन यो मेसेजले टाइप गरिदेऊ इन्स्टाग्राम उसले आइडी यहाँ लेखिदिएको चाहिँ स्क्रिनमा सबैले देख्यो होला है के छ मेरो भाइ के छ दामी रहेछ त्यो सिलिङमा लाइटहरू त फायर पनि चेन्ज हुन्छ त्यो कलर चेन्ज हुन्छ त्यो पछाडिको मलाई चिन्यो ऱ्याप हान्ने हो ल कलमको साथसँगै बसेँ म रातभरि तिम्रो त्यो तस्बिर हेरी रातभरि बात गऱ्यो बच्चा त के भयो बस्ने जन्म साथभरि कसरी हाँसिरहेछौ मलाई विश्वासघात गरी तिमी मै त थियो आफै छाडी टाढा गएको छोडेर जाँदा पनि मै त थिएँ कुरिरहेको महसुस गरेँ मैले तिमीले अरूलाई नै पाएको तर सबको नजरमा मै किन छाडा भएको आज पोखिदिन्छु मन काटी वेदना विगतमा होस घुम्यो साथमा थिएन चेतना अलिअलि गर्दै मुटुमा पीडा दिनुभन्दा बरु
अरू एकैचोटि आएर गर्दा मेरो रेटन आफ्नाती लेखा पङ्क्ति गन्न थाले म मुटु त दुख्दा मेरो हाँस्न थाले म अरूले केही गर्न सक्दैन यसै भन्दाखेरि तिनीहरूको अघि हाँस्दै बाँच्न थाले म स्वार्थी यो संसार मैले कलम भेटाए म पनि गर्न सक्छु भन्दै देखाए रातभरि रुवाउँथ्यो मलाई जुन विगतले अहिले आएर त्यही विगत मैले हाँस्दै मेटाए सुन मैले भन्नुपर्ने थिएन सबै कुरा के गर्नु हानिस् तैँले पछाडि बाटो छुरा साथ दिन्छ मलाई सबले भन्ने सोचा थिए तर गलत सोचाइ रहेछु भएन ती सबै आश पुरा कहाँ जानु भएको मलाई दो बाटोमा अड्के सहारा छैन सोच्दै मुटुमा बम पड्के जसले हेप्यो मलाई केही नहुँदा पहिले तिनीहरूलाई साथमा राखी मैले अहिले हाने छड्के किन मलाई यस्तो गरिरहेको नजिकै आउन खोज्दा किन पर सरिरहेको फर्केर आउँछौ कि तिमी भन्ने आश थियो तर किन होला त्यो आश अहिले आएर मरिरहेको जलिरहेको होला किन मुटु आज तिमीलाई नै सोच्दै गर्दा आज अनि भयो साझ साथमा छैनौ आज छाडेर गयो मलाई सपना टुट्यो जसमा बस्थ्यो होला पञ्चे बाजा राजा भए हुन्थ्यो होला तिमी रानी जे गर्दा पनि राम्रो लाग्थ्यो मलाई तिम्रो बानी रुवाउने थियो भने तिमीले यो मनलाई किन हँसायो त भन पहिले आफै जाने जाने ओके 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 सो अब म चाहिँ फेरि अब डेन्जर अनेस्ट रिभ्यू दिन्छु होइन ऱ्यापहरूमा चाहिँ अब अब त्यो फेरि मैले त्यो नराम्रो वेमा चाहिँ के भन्नु खोजेको होइन अब ऱ्याप मात्रै अब सुन्दा चाहिँ होइन अब त्यो होइन होइन तर 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 यतिको यो लेख्नु यत्रो लामो यहाँ लेख्नु हो गाउनु हान्नु भनेको इट्स अ बिग डिल मान्छेलाई सोच्दा थाहा छैन मान्छेले सबैले जसले हान्छ हुन्छ होइन त्यो मान्छेलाई थाहा छैन क्या टक्क जे भए पनि हुन्छ नि नर्मलै भए पनि किनकि सबै खत्रै हुँदैन नि त कतिले हबीको पाराले गाउँछ कतिले होइन आफै प्र्याक्टिस गर्छ आफ्नै खुसीको लागि गर्छ कतिले अनि त्यही भएर यतिको लागि पनि थ्याङ्क यू है यतिको लागि थ्याङ्क यू अनि मेक स्योर ब्याङ्क डिटेल्स होइन अनि ब्याङ्क डिटेल्स भने नामहरू भइहाल्यो अनि फोन नम्बर चाहिँ मेन ल सो 2K ल थ्याङ्क्स फर इन्टरटेनिङ है जे भए पनि अब बुथुरी आएको थियो त्यो के छ ब्रो बिग फ्यान हावा आएको फिल गरिरहेछ यता यहाँबाट नि हावा आइरहेछ नि म पनि बिग फ्यान हो नि फेरि म सबैको बिग फ्यान हो हामीसँग केही छ कलासिपहरू गीत फेरि त्यो जोतको एउटा चाहिँ गीत गाइदिनु न त दाइले दिइहाल्छ टाइपको चाहिँ फेरि त्यस्तो चाहिँ गीत फर्स्ट टाइम देखे तिमीलाई संसार तिमी लाग्यो मेरो मुटु तिम्रो लागि धड्कन पो थाल्यो संसारमा सबैभन्दा तिमीलाई आफ्नो मान्थे भगवानसँग तिमीलाई मागे साँचो कसम खान्थे सोचे तिमी पाए मेरो जिन्दगी नै सफल कल्पनामा डुबी तिमीले कोर्दै हुन्थे कपाल तिमी मात्र मेरो मनमा अरू कोही थिएन तिम्रो यादको कल्पनामा अरू सोच्ने दिएन देखे तिमीलाई मन पर्यो सायद मेरो गल्ती पो म चाहिँ तिमी हेऱ्यो तिमीले हेऱ्यो मेरो खल्तीको सम्झे तिमीलाई यादमा डुबी हाँसु मेरो जर्दछ गल्ती गरी महसुस गर्छु आशा मेरो मर्दछ यस्तो ब्रो अब यो ठिकै हो अब बिलाप चाहिँ म फेरि हान्नुलाई भनेको होइन यति भए पनि कन्ट्रिब्युट गर्नु खोज्यो मलाई चाहिँ खुसी लाग्यो है त केटाहरू कताबाट हो हामी पोखराबाट हो पोखराबाट व्हाट्सअप पोखरेली ग्याङ ल के हुँदैछ पोखरामा त मलाई हिजो कोले मेसेज पठाएर मार्छु काट्छु पोखरामा आइज भन्दै थियो मलाई तर केही छैन मलाई ब्रोले मलाई साथ दिन्छ बचाउँछ भनेर मैले सोचेँ म ढुक्क भएँ अनि के छ हो के हो स्वर दामी हो अघि त्यसले त पुरा गफ दियो त उता त अनि पुरा त्यो खतरा हो भनेर त्यो त सुन्दिम न के रहेछ सुन्दिम न एकचोटि सुन्दिम न त माया बस्यो लुकेछे त्यो आँखाले जिउँदै मार्यो ओठे टोकी हाँसिदिन रे फुला हो कि जुन तिमी कहाँ सजाइराख्ने छातीभित्र राख्ने हो कि आँखाभित्र राख्ने त्यो बोलीले घायल पार्यो है एकै
गर्छन् भोलि तिनीहरूले एकै नजरमा माया बस्यो है ओठे टोकी हाँसिदिनले ओके थ्याङ्क यू दाइ ल दामी अघि भन्नु पर्दैन तर पहिले सेफ साइडमा बसेर रहेछ माका राडी के अरे लास्टमा त मासाले के अरे दामी त्यो डाउटै छैन कसले आएर त्यो रिसमा हुन्छ नि होइन बिलाओ भनेर त्यो हुँदैन त्यो डाउटै छैन क्या त्यो डाउटै छैन दामी एकछिन तर हामीलाई अझै सुन्न पो मन लाग्यो त एउटा दामी गाना अझै बजाइदियो किनकि अघि एकजना भाइ थियो होइन त्यो भाइले स्वर राम्रो गाएको थियो होइन त्यो भाइ दामी छ कम्पिटिसनमा त्यो छ सो एन्डमा अहिले तिमीहरूले 2000 पाइसक्यो क्या त्यो खुसी अहिले 2000 आइसक्यो तर एन्डमा हामी 5000 चाहिँ टप विनरलाई दिँदैछ 5000 हो टप विनरलाई सो हेर तिमीहरू दुईजना छ कम्पिटिसनमा अहिलेसम्म चाहिँ है सो अब एउटा गाना गायो लु जितेरै देखाइदियो कसैले गन राखेर टाउकोमा होइन लु अब दामी गीत गा नभए त मर्चेस भाइ भन्दा अब एउटा गीत गाउनु पर्ने भयो क्या ऐको गायो ऐकोले बाँच्यो अब साथीलाई पनि बचाउनु पर्यो गजलुती ठुला आँखा तिर्टे पनि बसे यो दिनैमा कालो लामो परिकेशा छाल परिकलिलो मायामा निधारको त्यो रातो टिका तिमी पनि बस्यो यो दिनैमा निधारको त्यो रातो टिका तिमी पनि बस्यो यो दिनैमा गाजबुती ठुला आँखा तिमी पनि बसे यो दिनैमा दामी Thank you so much, दामी सारो टु पोखरा गाइस पोखराबाट ट्यालेन्ट आयो पोखराले डाउटै छैन भाइ पोखरामा डाउटै छैन भाइ म्युजिकमा भाइ धरान पोखरा डाउटै छैन नाइस हो आज कम्पिटिसन हाम्रो धरान र पोखरामा आयो तर मलाई चाहिँ आज पोखराले कहाँ हो पोखराले भारी भयो जस्तो लाग्यो है भाइ अरे ल त एकदम खुसी लाग्यो नाम के ब्रो कान्छ नाम के ओके मेरो नाम चाहिँ विशाल छेत्री है विशाल छेत्री ओके गाइस सारो टु विशाल छेत्री हाम्रो पोखराबाट हो आजको कलामा सबैभन्दा माथि लेभलमा आएको मेरो पर्सनली लागेको चाहिँ मलाई चाहिँ ऊ लाग्यो अर्को ब्रो पनि खतरा थियो तर एकछिनमा डिसाइड गरौँ त्यो हामी अनि अहिले चाहिँ 2K हो अनि फाइनल विनरले फेरि 5K पाउँछ एडिसनल त्यो चाहिँ स्ट्रिमको एन्डमा डिसाइड गर्छौँ होइन म यहाँ पोल राखिदिन्छु ल धरानकै पोखरा है अब फेरि भाइ म भन्दैछु अझै पनि त्यो पोखरा शब्द देखेर होइन त्यो हानि नहाल धरान शब्द देखेर ए धरान हामी पूर्वको भनेर नहान भाइ तिमीहरूलाई इन्टरटेन कसले गरायो कसले हँसायो को त्यो स्ट्रिमको जुन 5 मिनट हाम्रो दुईटा स्ट्रिम भयो कुन स्ट्रिम चाहिँ मजा आयो भन्ने खालको क्या बुझिनस् 5K विनर इज अभियसली भनेन मैले 5K विनर आजको 5K विनर पोखरा गिभ इट अप फर पोखरा सबैजनाले साउट आउट टु पोखरा अनएक्सपेक्टेड आज के रहु के रहु के रहु के रहु